साथीहरू विभिन्न सरकारी सेवामा प्रवेश गर्न चाहने साथीहरूको लागि अति नै महत्त्वपूर्ण विषयवस्तु लिएर उपस्थित भइसकेको छु। भनिन्छ घर बलियो जगले भने जस्तै नेपालको भूगोल अध्ययनका लागि जगको रूपमा रहेको विषयवस्तुहरू जस्तै बागमती प्रदेश अन्तर्गत रहने जिल्लाहरू र गण्डकी प्रदेश अन्तर्गत रहने जिल्लाहरू क्षेत्रफलका आधारमा सानो ठुलो सहित लिएर उपस्थित भइसकेको छु। बागमती प्रदेश अन्तर्गत रहने जिल्लाहरू जम्मा 13वटा यसभन्दा अगाडिकै भिडियोमा मैले प्रस्तुत गरिसकेको छु साथीहरू। अब बागमती प्रदेश अन्तर्गत रहने जिल्लाहरू सजिलोको लागि म एउटा सूत्रसहित प्रस्तुत गर्न लागिरहेको छु। सूत्र भक्त काका सिस्नो दालमा चिरा परो धादिङमा भनेर हामीले सम्झिन सक्यौँ भने बागमती प्रदेशका 13वटा जिल्लाहरू सजिलै याद गर्न सकिने रहेछ। भक्तबाट भक्तपुर, काबाट काठमाडौँ, काभ्रे, त्यसपछि सीबाट सिन्धुली, अर्को सीबाट सिन्धुपाल्चोक, नुबाट नुवाकोट, दोबाट दोलखा, लबाट ललितपुर, मबाट मकवानपुर, चीबाट चितवन, रबाट रसुवा, राबाट रामेछाप। यो परोको अर्थ लागिएन, यो लास्टमा धादिङ गएर जम्मा 13वटा जिल्लाहरू बागमती प्रदेशका। यो फेरि पनि एकचोटि म सूत्र प्रस्तुत गर्न चाहेँ। भक्त काका सिस्नो दालमा चिरा परो धादिङमा भनेर सम्झिन सक्यौँ भने सहज हामीले 13वटा जिल्लाहरू याद गर्न सकिने रहेछ। यसपछि क्षेत्रफलका आधारमा रहेका सानो र ठुलो जिल्लाहरू साथीहरू शिव भने सन्दर्भ जोड्नु होला। शिव काठमाडौँ बागमती प्रदेश भनेको काठमाडौँ वरिपरिका जिल्लाहरू रहेका छन् भने त्यहाँ चाहिँ पशुपति को पूजा हुन्छ। पशुपतिलाई हामीले शिव भगवान भनेर पनि सम्झिन्छौँ। यसकारण शिव भनेर हामीले सम्झ्यौँ भने तर शिव भनेको सिन्धुपाल्चोक जिल्ला र भनेको भक्तपुर जिल्ला रहेको छ साथीहरू। यसै गरी साथीहरू गण्डकी प्रदेश अन्तर्गत रहने जिल्लाहरू जम्मा 11वटा रहेका छन्। यसलाई सम्झिनको लागि मैले एउटा एकदम उपयुक्त सूत्र बनाएर प्रस्तुत गर्न लागिरहेको छु साथीहरू। ध्यान दिएर एकचोटि हेर्न सक्नुहुनेछ तपाईँहरू। यो गोप वार्ता अहिले राजनीतिक परिस्थिति पनि अलिकति बिग्रिरहेको अवस्थामा यो मैले यसलाई सान्दर्भिक ठानेर मैले गोप वार्ता कसलाई मन पर्छ र मामु भनेर हामीले याद गर्न सक्यौँ भने गण्डकी प्रदेश अन्तर्गत 11वटा जिल्लाहरू सजिलै हामीले सम्झिन सकिने रहेछौँ। फेरि पनि म एकचोटि भने गोप वार्ता कसलाई मन पर्छ र म्यामु भनेर हामीले सम्झ्यौँ भने साथीहरू गण्डकी प्रदेशका 11वटा जिल्लाहरू सम्झिन सकिने रहेछ। गोबाट गोर्खा, पबाट पर्वत, बाबाट बागलुङ, यो तबाट तनहु हो। खासमा मैले सन्दर्भ मिलाएको मात्रै हो। तबाट तनु हो, काबाट कास्की हो, सबाट स्याङ्जा हो, लबाट लमजुङ हो, मबाट मनाङ हो, नबाट नवलपरासी पश्चिम हो, म्याबाट म्याग्दी हो र अन्तिममा मुस्ताङ रहेको छ साथीहरू। यसै गरी यो गण्डकी प्रदेश अन्तर्गतकै जिल्लाहरू क्षेत्रफलका आधारमा सानो र ठुलो जिल्लाहरू सम्झिनको लागि पनि मैले एउटा गोप वार्ता अघि नै हामीले भनिसक्यौँ। गोपलाई सम्झिन सक्यौँ भने गण्डकी प्रदेश अन्तर्गत रहने क्षेत्रफलका आधारमा सानो ठुलो जिल्लाहरू हामीले सम्झिन सकिने रहेछौँ। गो भनेको गोर्खा, यो गोर्खा भनेको ठुलो जिल्ला भइगयो साथीहरू। गोर्खा गण्डकी प्रदेशको सबैभन्दा ठुलो जिल्ला क्षेत्रफलको आधारमा गोर्खा र सबैभन्दा सानो जिल्ला रहेको पर्वत हो भनेर भन्न चाहेँ। यस्तै जानकारीमूलक भिडियोहरू थप हेर्न चाहनु भएमा मेरो युट्युब च्यानल TSC विथ अरुण सबै क्यापिटल लेटरमा रहेको छ। TSC विथ अरुणमा गएर पनि थप भिडियोहरू हेर्न सक्नुहुनेछ भन्दै आज यो भिडियो यही समाप्त गरेँ। हस्त धन्यवाद।